हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। वेलकम टु माई न्यू ब्लग। अनि अब चाहिँ म ब्लग कन्टिन्यू स्टार्ट गर्ने भएको छु र आज चाहिँ म बिवा लेक जाँदैछु। बिवा लेक मेरो साथीहरू 5-6 जना हुनुहुन्छ साथीहरू। हामीले आफ्टर 3 मन्थ अराइभिङ इन जापानमा आइकन आज चाहिँ हामी फर्स्ट टाइम चाहिँ घुम्न निस्किँदैछौँ। र अब कहिले कामको प्रेसर अनि त्यसपछि कलेजको प्रेसर अनि अब कलेज पनि हाम्रो चाहिँ छुट्टी भइरहेछ, फर्स्ट सेमिस्टर सकिसक्यो र म चाहिँ केसिचिआईमा मास्टर पढ्नलाई आएको हो। अनि लु त आज घुम्न जाऊँ भनेर सबै साथीहरूले यासुमी मागेर काममा पनि अनि आज चाहिँ हामी निस्किन आँटेको छौँ। अनि अब कस्तो हुन्छ के हुन्छ केही पनि थाहा छैन। जापानको कल्चर त्यसपछि रुल्सहरू चाहिँ भर्खर हामी बुझ्न थालिरहेछौँ। अब हुन्छ नि अरूलाई चाहिँ यहाँनिर केही कथन पनि अरूलाई चाहिँ डिस्टर्ब हुनु भएन क्या। डिस्टर्ब भयो भने यहाँनिरको रुल्स एकदम कडा छ। अरूलाई डिस्टर्ब नगर्ने, आफ्नो पर्सनल लाइफमा तपाईँहरूले जे गर्न पनि पाउनुभयो। अनि यो चाहिँ मेरो साथीहरूको घर, यो देखिरहेको चाहिँ साथीहरूको घर हो। अब यहाँनिर जाने साथीहरू सायद सुतिरहेको होला नि, बेलुका काममा गएका थियो होला होइन। अनि अहिले फोन गरेको, अब उठ्ने, अब निस्किन आँटेको, रेडी हुँदैछौँ भनेर। जापान आएर मलाई ठिकै लागेको छ, त्यस्तो साह्रो रिग्रेट ला म यस्तोमा आएछु भन्ने पनि छैन। कामको प्रेसर त अलरेडी जुनै देशमा गए पनि कामको प्रेसर त हुने नै गर्छ। हुँदै हाम्रो चाहिँ साथीहरूले एकदम डिले गरे रेडी हुनलाई। अनि हामी चाहिँ कुदौँ छिटो, अब बस आउन आँटो भनेर कुद्न थाल्यौँ। अब चाहिँ हामी क्योतो स्टेसन आइसक्यौँ। क्योतो स्टेसन यस्तै सुन्दर छ, राम्रो छ है। अनि साथीहरू आएकै थिएनन्। अनि साथीहरू नआएपछि लोकदाई उदास भएर बसिरहनु भएको छ। मुकुन्द सर छटपटिराख्नु भएको छ है। यहाँनिर चाहिँ फेरि के भयो भने साथी चस्मा दे भन्दै बाज्दै थियो। अनि यो स्टेसनमा क्या, क्योतोको स्टेसनमा नेपाली हो नि त। अनि जसले धेरै पुसअप हान्यो त्यसले चस्मा लाउन पायो भनेर पुसअप च्यालेन्ज गरे यी साथीहरूले। मजाले पुसअप पनि गरे। अझैसम्म पनि साथीहरू नआएपछि चाहिँ यहाँ रोहित सरले चाहिँ पुरा अब ल मेरो अब म्युजिक सुरु हुन्छ भनेकन क्योतो स्टेसनमै पुरा अरूहरूले पैसा दियो भने उठाइहाल्छु भनेर पुरा पार्ट टाइम जब स्टार्ट गर्नुभएको अरे। अनि मुकुन्द सरले पैसा पनि हालिदिनु भयो, गीत गाउँदै पुरा केही हुन्छ कि भनेको भएन। सबैजना साथीहरू पनि आइसके। अनि हामी चाहिँ बिवा लेकको यो दृश्य पुरा हामी चाहिँ एकदमसँगले कतिखेर पुगिन्छ भनेर ट्रेनबाट पनि है भिडियो फोटोहरू खिचेको थियौँ। यो चाहिँ बिवा लेकको बाटो यति सुन्दर छ नेपाल। फाइनली हामी चाहिँ बिवा लेकमा आइसक्यौँ र बिवा लेकमा आउँदाखेरि यहाँको दृश्य हेर्दा त आहा मनै कस्तो फुरुङ्ग भयो। र साथीहरूले यहाँ लुगा चेन्ज गर्दैछन्, लुगा चेन्ज गरे। अनि त्यसपछि सँगै आएको साथी थियो हाम्रो मुकुन्द सर चाहिँ गएर पौडी खेल्न थालिहाल्नु भएछ। अनि यस्तो छ, राम्रो छ, रमाइलो छ। अब म पनि पानीमा पसेर पानीमा पनि एउटा लु भिडियो जाओस् न त भनेर भिडियो बनाइहालेँ। एकदम रमाइलो इन्जोय गऱ्यौँ, थाकिसक्यो, भोक पनि लाग्थ्यो। बाहिर निस्केर गीत पनि गाइदिइहालेँ। छिटो गरेर आएको, तर ट्रेन चाहिँ हाम्रो छुट्टी गएछ, गइ त हाल्यो ट्रेन चाहिँ। अनि हामी फेरि 3:17 जानुपर्छ भनेर बस्न थाल्यौँ। त्यही हो, राम्रो थियो, रमाइलो भयो, एकदम मजा आयो, पिसफुल थियो क्या अरूभन्दा पनि। अनि भ्यूहरू हेर्न सक्नुहुन्छ, सेम नेपालै छ, नेपालै जस्तो छ। यहाँनिर चाहिँ पुरै पहाड होइन, हरियाली।